छोरी मान्छे खुट्टा टान्ने मान्छे छोरी नै हुन्छ, छोरा मान्छे हुँदैन। त्यो चाहिँ म लेखेर कहाँ राख्ने हो, फ्रेम गरेर राख्नुस् च्याप लाएर। त्यो भिडियोमा दाइ त्यो मैले त्यो केटीको त्यो हुन्छ नि त्यो देखाएँ, त्यसमा दुध खाएको छ नि, त्यसको लागि भनेर गरेको होइन त्यो भनेको। खासमा मैले त्यहाँ हातमा रक्सी समात्न सक्दिनँ त, किनकि म रक्सी खाँदिनँ होइन, चुरोट खाँदैन, कहाँ म स्मोक गर्दिनँ, ड्रिङ्क गर्दिनँ, 18 वर्ष भयो माछा खाँदिनँ, खाएको छैन। त्यो हो र? म प्योर भेज हो। फर्स्ट फेस ट्याटु त्यही हो मेरो। के हो त्यो? आई एम द ग्रेटेस्ट पर्सन एभर बोर्न अन दिस प्लेनेट। हाम्रो देशको मौसम चिसोको छ, जाडो बढ्यो। देशभरि जनता यतिखेर जाडोको कारणले गर्दाखेरि उकुस मुकुस छन्, जनता समस्यामा छन्, पीडामा छन्। र तराईमा त मधेसमा त आगो ताप्न थालिसके जनता चिसोको कारण। What's your name भन्ने हो मैले। What is your name भन्ने त्यो भतुवाले बोल्ने हो। Where do you live भन्ने भने where came from now भन्ने। Where came from now। हामीले इंग्लिश बोल्दा यस्तो ब्रिटिश ल्याङ्ग्वेज छिराउँछ, सर्ट वान द्याट। अरूले इंग्लिश बोले भतुवा कुकुरले पनि बोल्छ त्यो इंग्लिश त। यो What is your name, where do you live इंग्लिश बोले आछु भने। यत्रो सानो देशमा 350 भन्दा बढी बाघ। हामीले पनि ठिक्क चाहिने खालका काम गर्नुपर्दछ। बाघ 350 पाल्ने होइन, अलिक थोरै पाल्नुपर्छ। 150 बाघ भए पुग्छ, 350 बाघ होइन। उपहार दिउँ हाम्रा मित्रहरू। फकिङ गेममा साला नेपालको एजुकेसन चाहिँ के नेपाली नपाउनु, यहाँ बाह्र मात्र राख्नु, यो डिप्लोमा यो त्यो नबन्नु। यहाँ साला जब दिन सक्दैन भने तिम्रो कलेज किन खोल्ने हो? साला अर्काको घर खेच बेचेर चाहिँ यहाँ कलेज खोलेछ, ठुल्ठुलो टाढ फलेछ, यिनीहरूलाई ठोक्नुपर्छ एकदम। मलाई यत्रो दुनियाँले गाली गरेको छ, सराप्या छ। यो मध्य प्रदेशमा कोही बोक्सी छ भने कसैले मलाई लगाइदियोस् न। बोक्सी लगाइदिए भयो, यत्रो गाली गरेर किन हिँड्नु परेको छ र बोक्सी लगाइदिए भयो? यो नहुने नचाहिने कुरा, अन्धविश्वासको पनि हद हो। तिम्रो लाइफ पो हावा छ त भाइ, तिमी पो काममा जानुपर्छ त भाइ, तिमी पो भाडा मास्नुपर्छ त भाइ। तिम्रो दाइ करोडपतिलाई केही मतलबै छैन क्या, त्यही भएर तिमीलाई पागल लागेको हो क्या। किनकि मसँग करोडौं रुपियाँ छ, मलाई के को टेन्सन। महादेवजीको चाहिँ त्रिशूल हराएछ, भयङ्कर ठुलो त्रिशूल हुन्छ नि महादेवको। महादेवको त्रिशूल हराएर सबले खोज्न थालेछन्, कहाँ गयो त महादेवको त्रिशूल होइन। महादेव पनि अलिकति आक्रोशित भएछ, खै मेरो त्रिशूल भने। पछि एउटा मान्छे चाहिँ हस्याङ फस्याङ गर्दै आएर महादेवजी तपाईँको त्रिशूल भेटियो भने। कहाँ छ त भने राजेश हमालले चाउमिन खान लगेको रहेछ। लासरफ नभएको त्यो त छ न, त्यहाँ कुनै ठाउँ पुरा छ त्यो ठाउँ। त्यस्ता फेर्छ पिसा